यो नेपालमा 2 वर्षदेखि सावन 1 गतेबाट विभिन्न खालको किता काठहरू गर्ने सन्दर्भमा होइन, जहाँको भू उपयोग नक्साहरू तयार भएको छैन त्यहाँको किता काठहरू विभिन्न कारणले विभिन्न किसिमले बन्द भएको छ। त यो बारेमा चाहिँ हामी यो भिडियोमा छलफल गर्छौं। यो जस्तो के हुन्छ भने जुन स्थानीय निकायहरू, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका वा महानगरपालिकाहरूको भू उपयोग नक्सा चाहिँ तयार भएको छैन, ती स्थानीय तहको किता काट गराउन जाँदाखेरि जुन यो चाहिँ राजीनामा बकस पत्रहरूबाट चाहिँ किता काठहरू हुन्छ, त्यो किता काठहरू विभिन्न ठाउँहरूमा के हुन्छ त रोकिएको छ होइन। अनि जस्तो अब केही ठाउँहरूमा अंश बन्डा भयो, अंश भरपाईहरू भयो, यिनीहरूमा चाहिँ किता काठहरू भइराखेको छ होइन। त यो के कारणले हो भने के हुन्छ भने जुन ठाउँको चाहिँ भू उपयोग नक्सा तयार भइसकेको छ त्यो ठाउँमा अब कुन जग्गा घडेरी हो र कुन चाहिँ खेती योग्य जग्गा छ, कृषि क्षेत्र हो, कुन जग्गा चाहिँ औद्योगिक क्षेत्र हो, कुन जग्गा बसोबास क्षेत्र हो, कुन जग्गा कुन प्रकारको चाहिँ युजमा हुन्छ, त्यो कुरा चाहिँ हाम्रो अलग अलग कितानापी नक्सा जस्तै तयार गरिसकेको हुन्छ र थाहा हुन्छ। तर यदि अब त्यो भू उपयोग नक्सा तयार भएको छैन भने के हुन्छ त यो हचुवाको भरमा यो जग्गा चाहिँ घडेरी हो, यो जग्गा कृषि हो भनेर चाहिँ अनुमानको भरमा चाहिँ के हुन्छ त सिफारिस गर्नुपर्ने हुन्छ, एक्ज्याक्ट थाहा हुँदैन। त्यो भएर नेपाल सरकारले के गरेको छ कि कस्तो कानुनी व्यवस्था छ भने यदि भू उपयोग नक्सा तयार भइसकेको छ भने त्यो ठाउँको किता काठहरू पूर्ववत हिसाबले जसरी राजीनामा चाहिँ अंश बन्डा जुनसुकै प्रकारले किता काट गर्न मिल्छ, तर यदि भू उपयोग नक्सा तयार भएको छैन भन्ने के हुन्छ त त्यो ठाउँको सम्भवतः यो केही ठाउँहरूमा अंश बन्डा, अंश भरपाईहरू मात्रै भइराखेको छ भने कुनै ठाउँमा त्यो पनि भइराखेको छैन, कुनै किसिमको चाहिँ किता काटै भइराखेको छैन। र अब यो भू उपयोग नक्सा के कारणले तयार भएन, प्राय धेरै ठाउँहरूको भू उपयोग नक्सा तयार पनि भएको छ र यो भू उपयोग नक्सा कसले तयार गराउने हो त यो स्थानीय तहले तयार गराउने हो होइन। र यो भू उपयोग नक्सा किन चाहिन्छ भने कुन जग्गा कुन चाहिँ उपयोग गर्दा राम्रो हुन्छ होइन। कुनै जग्गा अब कृषिको लागि राम्रो छ कि घडेरीको लागि राम्रो छ कि त्यो जग्गा अब खानीको लागि प्रयोग हुन सक्छ कि उद्योग धन्दामा प्रयोग हुन सक्छ, त्यो विभिन्न खाले विशेषज्ञहरूले त्यसको चाहिँ के गर्छ त अध्ययन गरेर त्यसको चाहिँ उपयोगिता हेरेर अब माटोको विभिन्न उहरू गरेर हुन्छ कि त्यसको चाहिँ लोकेसनको अरू चीजहरू हेरेर यस्तो भू उपयोग नक्साहरू तयार गराउँछ, जुन चाहिँ पछिसम्मको लागि यो के हो त दूरगामी सोचको लागि हो। यदि त्यो स्थानीय तहमा अब आउँदो 10 वर्ष 20 वर्ष 50 वर्ष पछि कस्तो खालको चाहिँ यसलाई प्लानिङ गर्दा राम्रो हुन्छ भन्ने हिसाबले हो। र यो साथीहरूलाई यस्तो यो नापी सम्बन्धी होइन विभिन्न कुराहरूको जानकारी लिनको लागि यो च्यानलमा यस्तो इन्फर्मेटिभ भिडियो बनाउने तयार गर्ने हुनाले साथीहरूले यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्त साथीहरू, धन्यवाद।